ओके आज हामी बुझ्न गइरहेका छौँ वाइ टु चुज जापान है। एउटा स्टुडेन्ट भिजा र वर्किङ भिजा चुज गर्दाखेरि जापानै किन चुज गर्ने त भन्ने भिडियोको टर्ममा हामी डे वानमा छौँ। हामी डे वानमा चाहिँ कुरा गर्छौँ स्टुडेन्ट भिजा चाहिँ किन जापान पढ्नको लागि अरू कन्ट्री नगएर स्टुडेन्ट भिजामा जानु छ भने जापान किन है त, अरू कन्ट्री भन्दा जापान किन। फर्स्ट अफ अल एकाडेमिक रिक्वायरमेन्ट है। जापानले चाहिँ तपाईँको एकाडेमिक रिक्वायरमेन्ट चाहिँ बढी माग्दैन। नर्मल्ली जुनसुकै सब्जेक्ट लिनु भएको छ भने तपाईँले 2 GPA स्कोर गर्नुपर्छ। कतिपय युनिभर्सिटीहरू गएकोहरूले चाहिँ कतिपय गएकोहरूले तपाईँको 2.4 GPA माग्न सक्छ मिनिमम, तर पनि 2 GPA सम्म चाहिँ एक्सेप्ट गर्ने गएकोहरू धेरै छन्। अनि अर्को भनेको तपाईँको इन्भेस्टमेन्ट हो। तपाईँले नर्मल्ली अरू कन्ट्री हेरेर कोरिया अथवा तपाईँको कोरिया अझ एक सस्तो छ, तर त्यसलाई चाहिने एकाडेमिक स्कोर अलिक बढी भएको कारणले गर्दाखेरि कोरिया चाहिँ आउट अफ द लेभल जान्छ। किनकि हामीले कुरा गर्दैछौँ तपाईँको एकाडेमिक पनि स्टेबल भएको है, स्टेबल भएको कन्ट्री। इन टर्म्स अफ युकेले 1918 इङ्ग्लिसमा C+ भए पनि लिने गर्छ, तर इन्भेस्टमेन्ट बढी छ नि त होइन। इन्भेस्टमेन्ट बढी छ, 30 लाख 25 लाख त्यो बिग अमाउन्ट हो। 6 महिनाको होस्टेल फी 6 महिनाको स्कुल फी गरेर पनि त्यो बिग अमाउन्ट हो। तर तपाईँको जापानमा के सिस्टम छ भनेपछि 6 महिनाको होस्टेल फी नर्मली चलिरहेको, कतिपय गएकोहरूमा 1 वर्षको पनि हुन्छ। तपाईँको 6 महिनाको होस्टेल फी भनेपछि 6 महिनासम्म तपाईँले गएपछि हो यहाँ कहाँ बस्ने भन्ने टेन्सन गर्नु परेन हो। त्योपछि तपाईँको 1 वर्षको ट्युसन फी भनेपछि 1 वर्षसम्म तपाईँलाई लायर पैसा तिर्नुपर्छ भन्ने टेन्सन भएन। अब त्यो पछि भनेको तपाईँको 1-2 महिनाको आफ्नो खर्च हो, तपाईँको सपिङ, त्यो सबै इन्क्लुड गरेर मात्र 12 देखि 15 लाखको बिचमा हुन्छ। अरू कन्ट्री हेरेर है, कहाँ सेन्सै 12-15 लाख ठुलो रकम म कहाँ सक्दैन म है। खर्चको कुरा हेर्नुहुन्छ भने तपाईँलाई महँगो त नेपालमै बसे पनि महँगो पर्न जान्छ इन टर्म्स अफ इन्कम। तपाईँको आय हेरेर खर्च बढी पर्न जान्छ। एउटा मिडल क्लास फ्यामिलीको कुरा गर्दैछु। अब तपाईँ रिच किड हुनुहुन्छ भने द्याट्स फनी हो। नर्मली 12-15 हजार कमाएर युनिभर्सिटीमा एउटा राम्रो युनिभर्सिटी जोइन गर्दाखेरि तपाईँले 1 लाख रुपियाँ 2 लाख रुपियाँ 3 लाख रुपियाँ वर्षको तिर्नु इन्जिनियरिङ गर्दाखेरि अथवा धेरै कुराहरूमा तपाईँलाई इम्प्याक्ट गर्छ। अनि त्यो हेरेर चाहिँ जापान सस्तो छ भन्दैछु मैले। अरू कन्ट्रीहरू अस्ट्रेलियाको युकेको 30 लाखभन्दा अस्ट्रेलियाको 40-50 लाखभन्दा है त्योभन्दा इजी छ। अर्को यही पैसाकै कुरा गर्दाखेरि यही बेलामा ब्याङ्क स्टेटमेन्टहरू कुरा गरेँ मैले। धेरै ब्याङ्क स्टेटमेन्ट देखाउनै नपर्ने अवस्था पनि आउन सक्ने, अथवा देखाए पनि एउटा लिमिटेड केही न केही व्यवस्था गर्न सकिने एउटा सिस्टम चाहिँ छ जापानमा। म खुलेर भन्न पाउँदिनँ, तर एउटा सिस्टम छ। त्यसले गर्दा तपाईँलाई ब्याङ्क स्टेटमेन्टहरूमा झन्झट हुँदैन। अनि अर्को तपाईँको के छ भनेपछि जापानमा चाहिँ तपाईँले ल्याङ्ग्वेज राम्रो छ, तपाईँले चुज गरेको सिटी पनि राम्रो छ, तपाईँले लिनुभएको तपाईँ एप्लाई गरेको गएको राम्रो छ। तपाईँको ल्याङ्ग्वेजको भरमा तपाईँले लगभग 1 हप्ताभित्र तपाईँले यताउति गरेर तपाईँ बाठो हुनुहुन्छ, तपाईँले लिभिङ स्ट्यान्डर्ड बनाउन सक्नुभयो, तपाईँले वरिपरि घुलमिल हुनुहुन्छ, एक्स्ट्रोभर्ट हुनुहुन्छ तपाईँ है, तपाईँ जोसँग पनि चाँडै घुलमिल हुनुहुन्छ भने तपाईँ जापानमा इजिली सर्भाइभ गर्न सक्नुहुन्छ है। मैले इन टर्म्स अफ काम पाउने कुरा गर्दैछु है। मैले त्यहाँ गएर पैसै कमाउने हाल्नुहुन्छ भने होइन, मैले तपाईँलाई घुलमिल हुनेको कुरा गर्दैछु। तपाईँले सजिलै घुलमिल हुनुहुन्छ भने तपाईँलाई काम पाउन सजिलो भयो। तपाईँको भाषा राम्रो छ, तपाईँले छिटो पाउनुभयो। तर तपाईँको भाषै छैन, तपाईँले 3 महिनासम्म काम पाउनुहुन्न, 6 महिनासम्म पनि काम पाउनुहुन्न, तपाईँको लाइफ झन्डामाटल हुन्छ। त्यही भएर अहिले जापान सरकारले 3र्डमा तेस्रो चौथोमा पुगिसके। जापान सरकारले ल्याइदिएको नियम स्टुडेन्ट भिजामा जानको लागि एउटा एक्जाम एटेन्ड गर्नै पर्ने, जापानिज ल्याङ्ग्वेज रिलेटेड JPT JLPT अथवा तपाईँको नेटको एक्जाम JLCT चाहिँ एटेन्ड गरेकै हुनुपर्ने भनेर जापान सरकारले तोकिदियो। त्यो किन तोक्यो भनेपछि अलिकति भयो नि भाषा पढेर आउँछ नि त हाम्रो देश आउँदाखेरि भनेर भयो कि उनीहरूलाई। स्टुडेन्टले इन्टरभ्यूमा भन्छ 14 च्याप्टर पढिसके, जापान गएर उनीहरूलाई 7 च्याप्टरको बोल्न आउँदैन भनेपछि कहाँ होइन, दुःख उनीहरूले पाए। स्टुडेन्टको व्यवहारले गर्दा जापानको नाम खराब भएको हो नि त।
अनि त्यो कारणले गर्दा तपाईँहरूलाई के पनि तपाईँहरूलाई के छ भने चाहिँ माइन्डसेट हो नि त दुःख छ यार भन्ने छ हो तपाईँहरूलाई त्यो फिल नहोस् भनेर जापानले चाहिँ के गरेछ एक्जाम कम्पलसरी राखिदिएको छ अनि अर्को भनेको तपाईँको भिजा प्रोसेस एकदमै इजी है एकदमै इजी भिजा प्रोसेसिङ किन भनेपछि तपाईँको के भयो भनेपछि ब्याङ्क स्टेटमेन्ट कम्पलसरी छैन भए पनि सजिलै देखाउन पाइन्छ अर्को भनेको तपाईँको इन्कम स्टेटमेन्टहरू चाहिएन धेरै त्यो चाहिन्छ तर भन्नाले सजिलै प्रोसेसमा भिजा रिजेक्सनको सिओई रिजेक्सनको एकदमै कम त्यो चान्स लगभग सबै युनिभर्सिटी अथवा सबै गएकोहरूले तपाईँलाई 100% सिओई रेट दिएकै छ है अनि अर्को भनेको तपाईँको नाता प्रमाणहरू सबै प्रायः कन्स्टिट्युन्सीहरूले गरिदिनुहुन्छ है तपाईँहरूलाई हेजिटेसन के भयो त भनेपछि एउटा आफ्नो एकाडेमीको चाहिँ जुराउनु पर्ने हुन्छ डकुमेन्टहरूको लागि तपाईँ एउटा सिटीमा हुनुहुन्छ भने अर्को सिटी जानुपर्ने हुनसक्छ त्यतिले अलिकति अप्ठ्यारो पार्ला नत्र भए प्रायः प्रोसेस चाहिँ नर्मल छ ठिक छ तपाईँले गर्न सक्नुहुन्छ अनि अर्को तपाईँ जापान गइसकेपछि चाहिँ पढ्ने भनेको 2 वर्ष चाहिँ ल्याङ्ग्वेज हो प्रायः है अहिलेसम्म चलिरहेको चल्ती तर कतिपयले एउटा खुसीको कुरा के छ भने चाहिँ नर्मली अलिअलि गर्दै इङ्ग्लिस प्रोग्राम सिस्टम पनि ल्याउँदैछन् क्या भने चाहिँ तपाईँ डाइरेक्ट अब नेपालबाट जाँदाखेरि ब्याचलर्समा पनि इङ्ग्लिस पढ्न पाउनुहुन्छ क्या डाइरेक्ट तपाईँले 2 वर्ष ल्याङ्ग्वेज पढ्नु परेन ल्याङ्ग्वेज नपढेर तपाईँले ल्याङ्ग्वेज पढ्नै पर्छ भन्ने छैन तपाईँले त्यसको सट्टामा के गर्न पाउनुभयो भने चाहिँ ब्याचलर्स डाइरेक्ट जोइन गर्न पाउनुभयो जुन तपाईँको 2 वर्ष ल्याङ्ग्वेज पढ्नुहुन्थ्यो त्यो 2 वर्षमा तपाईँले 2 इयर्स ब्याचलर्स पढ्नुभयो फेरि 2 इयर्समा तपाईँले ब्याचलर्स सक्नुहुन्छ 4 वर्ष ब्याचलर्स पहिला 6 वर्ष लाग्थ्यो अनि त्यो पछि फेरि मास्टर्स होइन त्यो चाहिँ तपाईँको 8-10 वर्षको टाइम चाहिँ एकैचोटि तपाईँको 6 वर्षमा कन्भर्ट भयो क्या पढ्नुपर्ने टाइम पिरियड त्यो कारणले गर्दाखेरि जापानमा स्टुडेन्ट भिजामा को लागि चाहिँ तपाईँ मैले भनिहालेँ फाइनेन्सियल क्यापेबल विदेशमा पढ्न रुचि हुनुहुन्छ भने सजिलो प्रोसेसले जान चाहनुहुन्छ भने है फाइनेन्सियल भन्दा 14-15 लाख अनि त्यो पछि तपाईँको त्यहाँ गएर लङ टर्म प्लान छ भने राम्रोसँग पढ्नु भन्छु म अब बाँकी कुरा अर्को भिडियोमा भइहाल्छ यो भिडियो लामो भयो भने तपाईँहरूले नहेर्नु होला पुरै त्यही भएर अलिकति छोटोमा हाल्दै मैले अझै बुझ्न खोज्नुहुन्छ भने तपाईँले डाइरेक्ट हामीलाई टेक्स्ट गर्न सक्नुहुन्छ मेल गर्न सक्नुहुन्छ हामी स्टुडेन्ट भिजाको एप्लिकेन्टको लागि पनि भिजा तपाईँको इन्टरभ्यूहरू सुरु नलागिसक्यो तपाईँलाई एप्लाई गर्न मन छ काठमाडौँ नजिकै हुनुहुन्छ ललितपुरमा हुनुहुन्छ भने कोइजोरा इन्टरनेसनल ल्याङ्ग्वेज एकाडेमी कुमारीपाटी स्टुडेन्ट भिजामा जानेहरूको लागि है हाम्रो त्यही छ ब्रान्च अफिस तपाईँ आउनु सक्नुहुन्छ हामीलाई भिजिट गरेर पनि अझै जानकारी लिन सक्नुहुन्छ यो चाहिँ भयो अलिकति प्रमोसन बाँकी भनेको जापान जो जानको लागि पढ्दै हुनुहुन्छ अरूको कुरा सुनेर डिमोटिभेटेड चाहिँ नहुनु आफ्नो ल्याङ्ग्वेजलाई राम्रो बनाउनु ल्याङ्ग्वेज राम्रो बनाएपछि तपाईँले विदेशमा सर्भाइभ गर्ने चान्स धेरै हुन्छ जुनसुकै देशमा पनि यति अलिकति परिवारसँग टाढा बस्न ट्राई गर्नु काम गर्न ट्राई गर्नु बाहिर काम गर्न ट्राई गर्नु बाहिर मान्छेसँग बोलबिल हुन सिक्नु सोसियलाइज हुनु त्यति भयो भने तपाईँलाई जापानमा मेरो विचारमा सर्भाइभ गर्न एकदम सजिलो हुन्छ किनकि जापानमा भइरहेको कुरै त्यही हो है अनि सिटी चुज गर्दाखेरि चाहिँ सकेसम्म गाउँ एरिया चुज नगर्नु सस्तो हेरेर गाउँ एरिया चुज गर्नुहुन्छ काम पनि सस्तो पाउँछ भन्नाले कामै पाउँदैन सस्तो भनेको धेरै भन्न खोजे होइन नेपाली भाषामा सस्तो भनेको सस्तै छ भने धेरै हो तर धेरै भन्न खोजिनँ मैले कामै पाउँदैन जस्तो रेसियो हुन्छ त्यही भएर अलिकति सिटी एरिया ओसाका टोकियोमा पनि सिटी एरियातिर हेर्नु है नागोया त्यो चाहिँ तपाईँको लागि बेस्ट अप्सन हुनसक्छ तपाईँले एप्लाई गरिदिनुहुन्छ भने कोबेतिर म चाहिँ नहेर्नु भन्छु है ओसाका सेन्दै टोकियो अब टोकियो भन्दा लिभिङ एक्सपेन्सेस अलिक कम भएको सेन्दै भयो ओसाका भयो त्यो पछि तपाईँको नागोया भयो अलि मेजर सिटीहरूमा चाहिँ एप्लाई गर्नु है बाँकी भनेको म यहाँ छुट्दैछु मेरो विचारमा कोबे किन नै भने चाहिँ एउटा मेरो पर्सनल आफ्नै एउटा मन नपर्ने कारण पनि छ त्यही भएर म चाहिँ कोबे चाहिँ नगर्नु भन्छु है ल आजको लागि यति नै स्टुडेन्ट भिजाको बारेमा हामीले भिडियोमा कुरा गऱ्यौँ भोलि हामी कुरा गर्छौँ वर्किङ भिजा चाहिँ जापानलाई किन है त अलिकति
अझै मोर एट्र्याक्टिभली भन्न ट्राई गर्छु। आज चाहिँ अलिकति निन्दा लागेको जस्तो भयो होला। मलाई चाहिँ अलिकति क्यामेराबाट अलिक साई हुने मान्छे हो म, अलिकति क्यामेरा सिक्नेस पनि हुन्छ, तर पनि ठिक छ। यति नै गरेँ है त आजलाई।